असाध्यै सुन्दर पशुपतिनाथ विभिन्न किसिमका व्यक्तिहरू। तर यो एउटा कुरा छ नि फुर्बाजी, तपाईँलाई पनि अहिले म सोधेँ, जसरी पशुपतिमा एउटा दर्शन पनि गर्न आउँछन् मान्छेहरू, अर्को हिसाबले चाहिँ पशुपतिमा तपाईँको अन्तिम चोलो उठिसकेपछि पशुपतिमा ल्याइन्छ हिन्दू परम्परागत भनेपछि पशुपति नै सबै थोक रहेछ भन्ने पनि बुझ्यो नि त। यहाँ त हिन्दू धर्मावलम्बी परम्परा अनुसार जिउँदा पनि पशुपति, मर्दा पनि पशुपति भनेपछि दुःख पर्दा पनि पशुपति, सुख पर्दा पनि पशुपति भनिसकेपछि पशुपतिनाथमा चाहिँ विभिन्न किसिमले उपस्थित आउँदो रहेछ नि त व्यक्तिहरू विभिन्न स्थानबाट, होइन हो? तपाईँ अहिलेसम्म कति पटक आउनुभयो पशुपति? हो आशिक छ। र यतापट्टि रहेछ वृद्ध आश्रम रहेको छ। यो आश्रममा विभिन्न किसिम दुःख पाएको ज्येष्ठ नागरिकहरू रहन्छन् भने एकदम यसरी देख्न सकिन्छ। यतापट्टि छ श्री शक्ति महिला समूह। यहाँ चाहिँ महिलाहरूको लागि विशेष गरी है देख्न सकिन्छ। यो अब धेरै पुरानो भवन हो यो पशुपतिको। यो भूकम्पले पनि त्यति क्षति नपुर्याएको पशुपति। हेलो, नमस्ते, हाउ आर यू? गुड. Where are you from? I'm from Moscow. Moscow? You from Moscow? I'm from Moscow. Moscow. Yeah, I'm Nepal, from Nepal. Yeah. Nice place, nice people. Yeah, thank you very much. How was the feeling? Ramro kitab. Ramro kitab. Ramro kitab. Okay, tell me something about your job. You're doing great job. Huh? You're doing great job. It's good, huh? You're doing great job. You speak Russian, huh? Very nice. I'm from Iskon Temple. Ah, okay. Yes, I'm monk. You're a monk, huh? Show me Please camera. come. This location, Iskon Temple, Buddha Nilakanta. Buddha Nilakanta. Okay, it's good. Thank you. Okay, thank you. Nice to meet you. You too. For book, any donation, Guru Seva Dam, 30 rupees. Okay. This is a cost with cost or free this one? Any amount. Guru Seva. Guru Seva, Dakshina. Dakshina. What's your good name, please? Andrei. Andrei from Moscow. Moscow from Russia. Russia? Yes. I like Russia, really. I'm always support. I like Nepal. I always support Russia. Really. Before I had one girlfriend from the Russia. So she's very nice, yeah. My idol person is Mr. Putin. Putin. Always my son, I'm telling you should be like Putin in your future. I'm always suggest my son because idol person. Yeah. Okay, nice to meet you. You too. You're from Russia. Russian people. Yeah. We love from Nepal. Okay, thank you. के दिनु पर्यो नि त्यसले ओके दिनु न तपाईँले यसरी चाहिँ है अब पर्यटनहरू आइरहेको हुन्छ विभिन्न देशबाट चाहिँ पर्यटनहरू आइरहेको हुन्छ। अहिले केही मात्रा फिलहाल पशुपति क्षेत्रमा पर्यटनहरू अलिकति बढेको हो कि जस्तो पनि देख्न सकिन्छ। विभिन्न किसिमले विभिन्न देशको पर्यटनहरू अलिकति घुइँचो देख्न सकिन्छ केही हदसम्ममा। अहिले जसरी ब्यालेन्स आइसकेपछि पशुपतिमा अलिकति पर्यटनहरूको पनि अलिकति भिड देख्न सकिएको छ। किन भन्दाखेरि केही समय अगाडि ठप्प भइसकेको थियो। हामीलाई अझै पनि लाग्छ, किन भन्दाखेरि हाम्रो देश चाहिँ पर्यटनले पनि ठुलो टेवा पुर्याएको कारणले गर्दाखेरि पर्यटन क्षेत्रमा धेरै सम्भावना छ। तर व्यवस्थापन गर्न नसक्दा धेरै कुरा हामीले पर्यटनबाट जति हामीले चाहिँ आर्थिक आयस्रोत गर्नु पर्थ्यो नि, अगाडि बढाउनु पर्थ्यो, त्यो चाहिँ सकिरहेको छैनौँ। एउटा समस्या त्यो भयो। र यहाँ चाहिँ हामीले यो पशुपतिको पारीतिर जाने ठाउँमा देख्न सकिन्छ। यहाँ बाबाको तस्बिर, अघौरीको तस्बिर देख्न सकिन्छ वालमा। यो अघौरी बाबाको तस्बिर हो।
र अर्को कुरा मैले सबै कुरा त बुझेँ होइन, एउटा के कुरा चाहिँ नबुझेको भन्दाखेरि हरेक मन्दिरहरूमा यो देख्न सकिन्छ, यो वास्तवमा के को लागि के थियो यथार्थ तपाईँहरूले यदि कसैले बुझ्नुहुन्छ अथवा यसको बारेमा थाहा छ भने कृपया तपाईँहरूले आफ्नो कमेन्टमा प्रतिक्रिया राख्नुहोस्। नाम के हो, के को लागि यो प्रत्येक मन्दिरमा प्राय गरी राखिएको हुन्छ, यसरी के भनेर बुझिन्छ। र आज कतिवटा पानी बेच्यो? बिकेकै छैन। ल घाट सेवा केन्द्र यहाँ छ, घाट सेवा केन्द्र छ, किनभने विशेष गरी यहाँ हजारौँ मानिसहरू आउने गर्छ। अब हामी पशुपतिमा छिरिसकेको छौँ। यो पशुपति माहलमा छिरिसकेपछि हामीले यहाँको केही भिडियो क्लिपहरू लिन्छौँ र जहाँसम्म लाग्छ आज, किन भन्दाखेरि नेपाल प्रहरी पनि तैनाथ यहाँ चाहिँ सलामी दिनको लागि आएका छन्। विशेष व्यक्तिको दुःखद घटना भएको हुनसक्छ, किन भन्दाखेरि नेपाल प्रहरीहरू त्यो अवस्थामा मात्रै पशुपतिमा चाहिँ सलामी अर्पण गर्न आउनेछन् कि जो विशिष्ट व्यक्तिको दुःखद निधन भएको अवस्थामा सलामी अर्पण गर्न आउने हुन्छ। र आजको लाग्छ दुःखद घटना हुनसक्छ यहाँ, किन भन्दा यसरी तैनाथ नेपाल प्रहरीहरू चाहिँ यसरी बसेका छन् सलामी दिनको लागि, सलामी अर्पणको लागि नेपाल प्रहरी तैनाथ छन्। यो पशुपति एरियामा हामी जसरी अघि माथि पर्यटनहरूको एउटा चाहिँ अन्तर यसरी चाहिँ देखिन्छ, तैनाथ देख्न सकिन्छ यसरी। को बितेर छन्। यो एउटा नेपालको इतिहासमा के छ भन्दाखेरि पशुपतिको आर्यन घाट, किन भन्दाखेरि हरेक पूजा गरेको हुन्छ हामीले जिउँदो हुँदाखेरि र अन्तिम अवस्थामा पनि हामीले देख्न सकिन्छ यसरी चाहिँ ससम्मानपूर्वक बिदाई गरेको हुन्छ, अन्तिम बिदाईमा पनि। र हरेक विशेष गरेर मलामीहरू उपस्थित देखिन्छ। नेपाल प्रहरीका जवान र अफिसरहरू पनि तैनाथ देख्न सकिन्छ यहाँ। भर्खरै हामीले यहाँ बुझ्दाखेरि प्रहरी जवानको अचानक हार्ट एट्याक भएर चाहिँ मृत्यु भइसकेपछि पशुपति आर्यनघाटमा लिएको छ, उहाँको शव लिएको छ। प्रहरी जवानको प्रतिप शरीर सलामी अर्पण गर्नको लागि प्रहरी जवानदेखि लिएर प्रहरीका केही अफिसरहरू पनि उपस्थित छन्। एक युवा जवानको चाहिँ अचानक हार्ट एट्याकबाट चाहिँ उहाँ मृत्यु भएको भन्ने खबर हामीले पाएका छौँ। नेपालमा अहिलेको अवस्थामा हेर्ने हो भनेदेखि साँच्चीकै दुःख लाग्दो एउटा चाहिँ के छ भन्दाखेरि हार्ट एट्याक भएर चाहिँ ज्यान जाने धेरैको ज्यान गइरहेको छ। यो विशेष गरेर अहिले भर्खरै उमेर हुँदाहुँदै पनि यस्तो खालको घटनाहरू बढिरहेको अवस्था छ। सलामी अर्पणको लागि प्रहरी जवान र अफिसर तैनाथ देख्न सकिन्छ। यी पशुपतिको दृश्य हो। राष्ट्रिय सेवकले पाउने एउटा सेवा अथवा सम्मान, राष्ट्रियलाई सेवा गर्दा गर्दै यसरी उहाँले आफ्नो अचानक ज्यान गुमाइसकेपछि चाहिँ नेपाल प्रहरीदेखि लिएर विभिन्न पदको व्यक्तिहरू यहाँ अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्नको लागि तैनाथ पशुपति क्षेत्रमा देख्न सकिन्छ। यो सामान्य मान्छेले पाउन सक्दैन, प्राप्त गर्न सक्दैन। राष्ट्रियको हितमा काम गरेको हुनुपर्छ, राष्ट्रियको स्वयंसेवक हुनुपर्छ। यसको लागि यो पशुपति क्षेत्रको अहिलेको यो त विदारक दृश्य हो।